सो हेलो एभ्रीवन, वेलकम बैक टू आवर न्यू भिडियो। होप हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म एकदमै सन्चै छु हैन। आज चाहिँ मेरो बिदा छ, त्यसैले गर्दा आज म यस्तो घरतिरको यस्तै रेगुलर भिडियो बनाइदिउँ भनेर तपाईहरुको माझ देखाउँछु म आज के गर्नेछु। अनि अहिले टाइम चाहिँ 7 बजेर कति भयो, 20 मिनेट भइसकेको छ। म चाहिँ अब यहाँदेखि जान लाग्यो टक्क चप्पल लगाएर होटलतिर क्याफेतिर। आज मेरो छुट्टी छ, त्यसैले आज यस्तो घुमेर आउँछु। साइकल रेडी छ हाम्रो BMW। अनि अब म जान लाग्यो, तपाईलाई बाटोमा सबै कुराहरू देखाउँछु। अनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला, राम्रोसँग हेरिदिनु होला, सबै भिडियो फुल हेरिदिनु होला। अनि छिट्टै नै म रेगुलर भिडियोको पनि ट्राई गर्दैछु, सके म गर्नेछु रेगुलर डेली भिडियो। अनि त्यसपछि अब भेटौँला एकछिन पछि। अनि फाइनली गाइज अब हामी चाहिँ क्याफेदेखि निस्किसक्यौँ। अनि टाइम चाहिँ हेर्न सक्नुहुन्छ कति भयो, 7:45 हुन लाग्यो। अनि त्यसपछि हामी चाहिँ यहाँदेखि जाने हो अटल सरोवरभित्र घुम्नु जाने भने केटाहरूले, आज छुट्टी छ त्यसैले। अनि रोड हेर्नु न, कसैको हिँडेन, हामी दुई भाइ मात्र हो। अनि मेन कुरा भन्दाखेरि चाहिँ आदिको र मेरो साथीको र मेरो बहिनी, हामी दुइटै बहिनीको बर्थडे सेम डेटमा परेछ। अनि हामी दुइटा पनि धेरै मिलेर बस्छ साथीको सेम डेटमा। भोलि वैशाख 24 गते मेरो ईश्वरी बहिनीको बर्थडे र उसको बहिनीको बर्थडे। त्यसको लागि चाहिँ दुइटै बहिनीलाई विश यू मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे। अनि राम्रोसँग अगाडि बढ्नु। अनि त्यसपछि आफूभन्दा ठुलोको भनेको मान्नु। उसको बहिनीले पनि यदि च्यानल हेरेछ भनेपछि म अहिले भनिदिन्छु। अनि त्यो उसको बहिनी मतलब मेरो बहिनी, सब्सक्राइब गरिदिनु। टेक्नोलोजी भइहाल्छ फेरि यस्तो साइकल यो चाहिँ। अनि त्यसपछि हामी चाहिँ छुट्टी छ, अब ड्रेस बदलाएर अर्को साथी गाडी लिन गयो, बाइक लिएर भित्र यताउता घुम्ने हो आज। किनभने बहुत टाइम छ, हामी अब राति 2 बजेसम्म काम गर्ने मान्छे हो नि त। अनि त्यसैले गर्दा हामीलाई झ्याउ लाग्छ क्या। अनि अहिले चाहिँ हामी बिच बाटोमा एक्लै हिँड्दै अनि अहिले घुम्न जान्छौँ। म यहीँ पसलमा बस्छु किनभने मैले ड्रेस चेन्ज गरिसकेको छु। अनि केटाहरूलाई ड्रेस चेन्ज गर्न चाहिँ आज टाइम छ, केटाहरूले ड्रेस चेन्ज गर्नलाई अब जान्छन्। अनि ड्रेस चेन्ज गरेर आउँछन्, बल्ल घुम्ने हो। अनि अहिले चाहिँ ट्राफिक भएको फेरि। अनि अब यो चाहिँ प्राइभेट हो, अर्को पनि छ। त्यो वालामा पुरानोवालामा घुमिसकेको छु, बस त्यसको भ्लग बनाउन मलाई राम्रो लागेन। किनभने त्यो ठाउँ यस्तो मतलब पहाडतिरको जस्तै छ क्या, मतलब राम्रो छैन। पहाडतिर राम्रै हुन्छ तर त्यस्तै खाले छ, बिग्रेछ। त्यसैले न्यू रेस कोर्समा हामी फ्री टिकट माइला दाईलाई भनेर, हाम्रो साथीको आफ्नै दाई फ्री टिकट हामीले 500 रुपियाँ नतिरेर हामी 3 जना 1500 बचाएर घुम्न जानु लाग्यो। अनि भोलि पनि यस्तै पानी पर्न लाग्यो भने भोलि पनि हाम्रो छुट्टी हुन्छ। आज चाहिँ मेरो पर्सनल छुट्टी थियो, त्यही पनि केटाहरूलाई पनि छुट्टी मिल्यो, खुसी होला कि कस्तो आदि? एकदम खुसी। अनि के छ त बहिनीको बर्थडेको लागि के पठाउने भनेछौ? टाढा छ हाम्रो बहिनीहरू, टाढा छन्। बट केही पठाउन पनि सक्छौँ, हामीहरू पैसा पठाउन सक्छौँ। बट हाम्रो बहिनीलाई केही त्यसको जरुरतै छैन, घरमा सबै पुगेछ। अनि छोरा मान्छेलाई त्यस्तै त हो, काम गर बस सुत। अनि त्यसपछि अब म पनि छिटो नेपालमा आएर पनि नेपालको भ्लग पनि हाल्छु नेपालमा जाइसकेपछि। अनि तपाईँहरूले चाहिँ मलाई नबिर्सिनु होला, अरू केही अन्यता नभए पनि मेरो च्यानललाई चाहिँ नबिर्सिनु होला। डिमोनिटाइज हुन लाग्छ, त्यसरी सब्सक्राइब गरिदिनु होला। अनि हामी चाहिँ अब यस्तो अटल सरोवरभित्र घुम्न जानु लाग्यो। अनि भित्र गएर तपाईँलाई भित्रको भ्यू देखाउँछु। अनि भित्रको भ्यूमा हामीहरू भेट्नुपर्छ। सो फाइनल्ली अब क्याफे पुगिसक्यो। हाम्रो भाइहरू बाप रोटी बनाउँदै, हाम्रो फेरि यो दिनेश भाइ खतरा हेन्सन छ कि बाप बरे स्माइल हेर न, काले भाइहरू देखाइदियो स्माइल आम्बो। अनि त्यसपछि लिएर आज चाहिँ 1 दिनको लागि चाहिँ छुट्टी छ आज, नभए 4 देखि हामी कति 4 बजेदेखि त होइन, भनौँ 5 बजेदेखि 2 बजे रातिको ड्युटी हुन्छ। अनि त्यसपछि लिएर चाहिँ अनि आज चाहिँ पानी पर्छ भनेर छुट्टी छ, आज ठुलै आँधीओरी आउँछ भनेर छुट्टी छ। अनि हाम्रो प्यारो मेरो मित्रहरू। अनि माइला भाइ के छ हालखबर? मैले भनेर हिँडेर आइस रिटर्न। नाच्दैन एकचोटि त्यसो ल, म गीत बजाउँछु, नाच्दैन माइला? हाल्छु कि मेरो च्यानलमा हिरो बेटे भन्ने भइगयो नि। अनि अब चाहिँ सेल्फी हान्ने हाम्रो केटाहरू चाहिँ फेरि। अनि यो चाहिँ हाम्रो किचन, हाम्रो भाइ ये। अनि यहाँ चाहिँ काले बाहिर रोटी बनाएर। अनि यहाँ चाहिँ हाम्रो मेन सेफ त्यसलाई इँटा हाल्न लगाएको क्या, उता काममा लगाइदियो। अनि हाम्रो लाला भाइ। अनि हाम्रो भिटेनको सबभन्दा बिगेस्ट फ्यान भिटन हेर्नेले कमेन्ट गरिदिनु होला। हाम्रो खकेन्द्र भाइको ट्याटु देखाइदियो त भाइ, ट्याटु देखाउ न, यस्तो गर न हात, यो हेर बाप रे, यहाँ भिटेन लेखेको छ। हाम्रो भाइको सेम यस्तो यो के गरे हेर्नेर पनि सेम ट्याटु छ, बट उसले रिमुभ गरिदिएको भिटनले। हाम्रो भाइ चाहिँ ठुलो फ्यान भएर सेम टु सेम राखेको। अरू भाइ के भन्न चाहन्छ मेरो च्यानलमा भनिदेऊ खुलेर।
कसलाई खाना बनाऊ कि तिमी मलाई मेरो छुट्टी छ हेरेको ठाउँ म खाना पनि बनाउन खाएको पनि खानु पनि आएको होइन चुरुट किन्ने हो हिँड्ने हो अनि हाम्रो केटाहरू पारामा दामी ल छिटो गरौँ छिटो जाम्ला म चाहिँ यो क्याफेको भन्नाले क्याप्टेन अनि त्यसपछि लिएर क्याप्टेन भएकोले सबै कामहरू अन्यथा कामहरू मैले गर्नुपर्छ तपाईँले डेली रुटिनको सबै देखाउँछु कि हामीहरू के गर्छौँ दिनकै हो मतलब क्याफेमा अनि यो चाहिँ फास्ट फुड एरिया अनि यहाँ चाहिँ पिज्जा सिज्जा बन्छ त्यसपछि लिएर सबै यहाँ आइटमहरू रेडिमेड हुन्छ किनभने यो बेसहरू रेडिमेडै युज गर्छौँ हामीहरू अनि यो सुगर भइगयो गार्लिक बफ भइगयो अनि बास्केट चाटहरू एक्सेट्रा अनि यो चाहिँ हाम्रो क्याफेको सबै कुल गर्ने ठाउँ यसमा सबै प्रकारको जे जे नाग हाल्छन् सबै छ यसको भित्र चाहिँ अनि यहाँ चाहिँ यो मोकटेल्सको आइटम जुन मैले मोकटेल्स बनाउँछु नि लास्टमा हालिदिन्छु भिडियो मोकटेल्सको सिरपहरू यो नेपालमा पाएँ भने चाहिँ म मेरो बहिनी ईश्वरीलाई र ज्वाइँलाई खिलाउन चाहन्छु मैले सिकेको केही त फाइदा होस् मोकटेलको कुराहरू सिकेछु कोल्ड कफीहरू सिकेछु धेरै कुरा अन्य कुराहरू सिकिराख्नुपर्छ अनि त्यसपछि अहिले त टेन्सनमा भयो भने पनि केटाहरू हँसाइदिन्छन् सो धेरै टेन्सन लिनु भएन अनि अब तपाईँलाई अरू कुराहरू अनि गाडी जब चाहिँ गाडी आइसक्यो अर्कोवाला गाडी नभएर यहीवाला गाडीमा जानु लाग्यो साथीहरूलाई ल्याएर त्यसपछि अब हुइकिन्छौँ अनि क्याफेभित्रको भिडियो चाहिँ भएन किन बनाउन खोजेको भएन अब अहिले चाहिँ म तपाईँले रुममा गएर फेरि साथीले ल्याएर आउँदाखेरिको ब्लग बनाउँछु है बाबा सो फाइनली गाइज हामी अटल सरोवर पुगिसक्यौँ बस्छौँ तर आज होटल बन्द भयो क्या हामी कुरा हुँदैछ अनि हामी चाहिँ भित्र छिर्ने अब टाइम कति भयो 8-9 भइगयो अब हामी चाहिँ भित्र जानु लाग्यो अनि भित्रको भ्यू तपाईँलाई देखाउँछ अहिले ओके अनि यहाँ चाहिँ यस्तो सिन छ मलाई अहिले त बिराम भएर गाह्रो भइरहेको छ अनि दामी छ भ्यू चाहिँ अनि हामी दुईटा अब सर्टकट बाटो खोजिरहौँ सर्टकट बाटो छैन यो भिजिट गर्ने एरिया हो कि नै थाहा छैन अब टिकट काटेर सिधै हिँडिरहेको छ हामीहरू चाहिँ अनि कताबाट जाने होला केही थाहै छैन यता के हो नयाँवाला रेसकोर्स भएर होला यहाँ मस्त पानी बगिरहेको छ अनि यहाँ चाहिँ एउटा कुरा के राम्रो लाग्यो सबै ठाउँमा स्पिकर छ अनि सबै ठाउँमा एउटै गीत बज्छ अरू गीतहरू बज्दैन क्या सेम सङ बजिरहेको हुन्छ यो चाहिँ पार्किङ एरिया पुरै अनि यताबाट जानु त यस्तो अनि उता दामी भ्यू छ म तपाईँलाई त्यहाँ देखाउँछु है हाम्रो कार कता हरायो भनेको त यहाँ रहेछ मेरो कार हेर त यहीँ छुट्टी छ हामी अटल सरोवरभित्र फाइनली टिकट काटेर भित्र भ्यू चाहिँ बाबरे मलेसिया जस्तै छ त ठाउँ त यार हेर्नु न पुरै लाइट झिलमिल भित्र छिर्नुपर्छ रङ्गिलो राजकोटतिर अनि एकदम दामी छ ठाउँ चाहिँ छुट्टी भएर फाइदै भयो एउटा ठाउँमा घुम्न त मिल्यो दामी छ यहाँ चाहिँ माथिको भ्यू पनि एकदम दामी छ अनि हामी चाहिँ यहाँबाट भित्र छिरेर अनि केटीहरू पनि राम्रै रहेछ नि तर के गर्नु नेपाली छैनन् अब यिनीहरूलाई यताबाट अब यिनीहरू यहाँको केटीहरूलाई कस्तो भनेपछि अनि यिनीहरूलाई घरमा नौकर राखिदिनुपर्छ हामी भनेको नौकर नराख्न सक्ने आफै नौकर बन्ने पऱ्यो अनि हामी चाहिँ इन्डियन केटीदेखि अहिले त टाढै बस्नुपर्छ हामीहरू यत्रो ठुलो ठाउँ बनाएको छ यार यत्रो म महिना भइगयो आज बल्ल घुम्न निस्किएँ किन भनेपछि मलाई घुम्न अहिले त झ्याउै लाग्छ कि जहिले पनि कहीँ जाम भनेपछि यस्तो औडा झ्याउ लाग्छ एक्लै अब छुट्टी पनि एक्लै परेछ अनि झ्याउ लाग्छ आज चाहिँ अब राजकोट यस्तो घुम्दिउँ छिटै नेपाल जाने दिन आउँदैछ हिँड्नेर चाहिँ पुरै पानीमा लाइट आउँछ उता पानी आएर चाहिँ यस्तो भएछ अनि तपाईँलाई अब एउटा युनिक यस्तो दामी कुरा देखाउँछु हेर्नु होला एकैछिन यस्तो दामी कुरा देखाउँछु अनि हेर्नु कस्तो दामी भ्यू छ अझै पुरै घुम्नु अब उता जान्छौँ कति टाढा छ अब यहाँदेखि क्यामेरामा अहिले त कमै देख्यो होला अनि पुरै घुम्छौँ हामीहरू अहिले अनि बिचको चाहिँ पानी हो पुरै वहीँसम्म नाउहरू पनि छन् यतातिर नाउहरू चल्छन् आज अहिले अँध्यारो भयो कि त्यसैले कति बजी बन्नुहुन्छ गऱ्यो 11:30 बजी बन्नुहुन्छ अनि हामी चाहिँ अहिले त अगाडि घुम्न जान लाग्छौँ अब तपाईँहरू पुरै यत्रो छ स्टेडियम योभन्दा यत्रै हुन्छ होला वरिपरि त्यो लाग्छ बाटो हेर्नुपर्छ भने युनिक ऊ छ क्या बबाल छ ड्रोनदेखि बनाएको भिडियोहरू चाहिँ बहुत दामीहरू छन् यता पसल छ टिकट काउन्टरहरू काट्ने भएपछि नास्ता पसलहरू हुन्छ पपकर्न खानेहरू अब हाम्रो साथीहरू यस्तो पनि पपकर्न पनि नखाने भन्छ म जस्तै छ अब हामी खाने भनेको नेपालमा पाउँछ सुकुटी त्यो पनि खसी गयो फेरि उसको खान्नमा हामीहरू भैँसी सुँगुर खायो भने त जान्छ ज्यान हाम्रो अनि अब चाहिँ हामी यहाँ पुरै घुम्नेछौँ अहिले पुरै खुट्टै दुखिहाल्छ हिँड्दा एउटा गाडी ल्याउन पाएको भए भित्र अर्को गाडीको सर्भिस पनि छ नि फेरि यहाँ कोहीलाई के भयो के अरे खुट्टा सुट्टा चल्दैन घुम्न मन लाग्छ भनेपछि गाडीको सेवाहरू गाडीको सुविधाहरू पनि छ क्या मतलब गाडीबाट सुइँ घुमाउँछ पुरै अटल सरोवर अनि ठाउँ पनि बहुत ठुलो छ हेर्नु युनिक ठाउँ छ
अनि यहाँ भित्र चाहिँ अब के गरे उ त्यहाँनिर के बबाल छ भन्छन् अनि यो हेर्नु बाप रे बाप नेपालमा योभन्दा ठुलो होला छैन होला यत्रो के छैन नि कुनै कुनै ठाउँमा होला सब यसरी डेकोरेट गरेको चाहिँ छैन फेरि यस्तो डेकोरेट कहाँ गर्न सक्छ नेपालमा लाइट बिजुली इन्डियाबाट दिन्छन् अनि चाहिँ यो चाहिँ बहुत ठुलो छ एउटा एउटा क्याबिन छ जस्तो मुनाङ के अरे मनाङ मुस्ताङमा त्यस्तोमा जान्छ नि त के भन्छ त्यसलाई त्यसमा के त्यो डब्बावालामा जान्छ नि त सिंहवाला हाम्रोतिर त पोर्को भन्छन् के भन्छन् केबल कार भन्छन् केबल कार केबल कारमा सिंह जाने जस्तै छ कि यहाँ पनि केबल कार जस्तै छ माथि ठुल्ठुलो छ अनि अब चाहिँ ट्रेन पनि जान्छ यहाँदेखि ट्रेनको बाटो पनि छ यहाँ ट्रेन भिजिट हुन्छ अहिले बच्चाहरूलाई खेल्ने ठाउँ त अलग छ अनि यताबाट चाहिँ ट्रेन पनि जान्छ अहिले चाहिँ बन्द छ ट्रेनहरू पनि जान्छ घुम्न दामी छ यो ठाउँ यहाँ हेर्नु पुरै के हो खै थाहा स्टुडियो त्यो ठुल्ठुलो के अरे ठुल्ठुलो सिङ्गरहरू तिनीहरू आउँछन् नि तिनीहरूको लागि यहाँबाट जान्छ होला यस्तो छ त ए हामी चाहिँ अब यता जानु लाग्यो मस्त घुम्ने हो अनि हामी चाहिँ बहुत घुमिसक्यौँ यहाँ तर घुमेर भ्याङ्ने रहेछ ठाउँ धेरै घुमिसक्यौँ खुट्टा दुखिसक्यो हामी दुइटैको तर पनि आज यस्तो छुट्टीको दिन घुमिहाल्नुपर्छ अर्कोचोटि मौका आउने हो कि नै म पनि छिटै नेपाल आउँदैछु फेरि रिटर्न अवै हुन्छ कि नै त्यो पनि फिक्स छैन अनि त्यसैले यस्तो साथीहरूसँग एउटा के अरे मेमोरी हुन्छ क्या एउटा जहिले पनि युट्युबमा हाले पनि मेरो साथी छ भनेर जतिखेर पनि हेर्न पाइयो क्या त्यसैले अहिले त मेमोरी पनि त्यस्तो ब्युटिफुल मेमोरीहरू पनि बनाएर राख्नुपर्छ अझ यी उसले त्यहाँ भन्दा यहाँ म घोडा ल्याएर आउनुपर्छ क्या हो यहाँ त तबडक भित्र अझ हाम्रो चिनीको दाइ हुनुहुन्छ यहाँ नेपालीहरू पनि काम गर्छन् चिनीको दाइ हुनुहुन्छ चुरुट भित्र केही ल्याउन पाउनु हामीले त चेक गरेँ होइन चुरुट ल्याइदियौँ भित्र खायो भने 500 रुपियाँको 1000 रुपियाँ फाइन होला अब 30 रुपियाँको चुरुटमा माटुक्ने 500 रुपियाँ तिर्नु पऱ्यो भने त्यसैले चेक गरेँ होइन कोहीले चेक गर्यो भने फेरि हामी फस्छौँ अनि यहाँ हेर्नु बब्रे यो चाहिँ इमर्जेन्सी सिग्नल हो यहाँ केही भयो भने वहाँ भन्छ ठुलो अनि त्यसपछि आज हामी त्यहाँ गएर तपाईँले देखाउँछु त्यहाँ छ चाहिँ के हामीलाई थाहा छैन बट हामी त्यहाँ पुग्दैछौँ त्यहाँ पुगेपछि के छ तपाईँलाई म देखाउँछु अहिले एकछिन अनि यहाँ चाहिँ यस्तो पनि रहेछ क्या बच्चाहरूलाई खाना खिलाउने ठाउँ पनि रहेछ यहाँ त अब हामीलाई भोक लागेन रुममा नास्ता पुगिसकेको छ के अरे खाना पुगिसकेको छ त्यसैले अब हामीहरू चाहिँ यस्तो पछि खाने होइन चुरुट खाएपछि भइगयो एनर्जी आइगयो अब हामी चाहिँ यस्तो यो पुरै घुम्ने हो अहिले अटल सरोवर अनि हामी चाहिँ यहाँ त्यो के अरे त्यो भूतको त्यो हुवाला गर्नु जानु लाग्यो बाटै बिर्सिक्यौँ अब यहाँ ट्रेन हिँड्ने बाटो मात्र छ पटरीमा हिँड्नु मजा आउँछ कि हिँड न हराउन के टेन्सन नलिनु बाटो यहीँ रहेछ यहीँ जाउँ सिधा अनि यहाँ चाहिँ मलाई टोइलेटको बाथरुमको थाहा भएन यार यता अनि भित्र चाहिँ हामी क्यासलेस छौँ अब अनलाइन पेमेन्ट गरिदिन्छु भनेको भन्दैन नाइ भन्दैन क्यास चाहियो अब क्यास ल्याएर आएछौँ हामी अनि आजकल अनलाइनको पानीपुरीवालाले समेत अनलाइन राख्छ यहाँ अटल सरोवरमा भित्र अनलाइन छैन अब त्यसैले हामी यहाँबाट सिधै त्यहाँ घुम्न जानु लाग्यो के छ त्यहाँ पनि हेरौँ पुरै घुम्ने हो क्या आज त अनि हामी चाहिँ यत्रो घुम्यौँ हेर्नु यहाँदेखि गयौँ यहाँदेखि त्यहाँदेखि पुरै त्यहाँ अझ भित्र घुम्न पाएनौँ यहाँदेखि फेरि इन्ट्रान्स के अरे मेन गेटमा आयौँ यहाँदेखि एक्जिट गर्ने हो अब पुरै घुम्यौँ अब एकछिन यस्तो पसलतिर बसेर अनि फेरि रुममा गएर खाना खाएर मस्त भिडियो एडिट गरेर हाल्नुपर्ने हुन्छ अनि थम्बनेलको लागि फोटो छैन अब फोटो गएपछि हाल्छु नि अब थम्बनेल व्हाइट पेपर थम्बनेल राखिदिन्छु यहाँदेखि चाहिँ हामी बाहिर जानु लाग्यो अनि अब चाहिँ फाइनली गाइज हामी एउटा घर जानु लाग्यौँ बहुत थाकिसक्यौँ रुमतिर जानु लाग्यौँ खाना खानु पऱ्यो अनि टाइम पनि कति भयो अनि टाइम चाहिँ 8 बजेर 9 बज्न लाग्यो मिन्स अब हामी सुत्या पनि छैन मेरो छुट्टीको कारणले हामी गेम धेरै खेल्छौँ आजकल अनि केटीको लफडामा त कमै पर्ने भन्ने विचार छ जसलाई माया गरेपछि त्यसले धोका दिन्छ के गर्ने जिन्दगी यस्तै छ अब जो आउँछ त्यसमा हामीहरू चाहिँ घुम्नु पऱ्यो घुम्यौँ पुरै इन्जोय गऱ्यौँ आजको दिन उसको त झन् छोडिदिनु उसले त केटीको नाम हो निशान थाहा छैन उसलाई कहिल्यै केटीसँग लाग्दैन हाम्रो सोल्टी फेरि केटीदेखि त यति टाढा भएको छ नि मतलब बुझ्नुहोस् कि साँप आउँछ नि साँपदेखि हामी भाग्छौँ त्यस्तै खाले गर्छ क्या अझ अर्को माइलो हामीसँग आएको भए त्यो भाइसँग अब झन् रमाइलो हुन्थ्यो अब त्यो के काम गरेर बाइक लिएर गएको छ अनि हामी चाहिँ यहाँबाट घुम्दै जानु लाग्छौँ आजको भ्लगलाई म यहीँ इन्ड गर्न चाहन्छु अनि मेरो च्यानलमा सब्सक्राइब गरिदिनु होला डिमोनिटाइज हुन लाग्छ त्यसैले गर्दा मैले भ्लगहरू आजकल हाल्न सकेको छैन नेपाल गएपछि छिटै हाल्नेछु अनि एसेसरिजहरू किन्नु छ अबदेखि नेपालमै बस्ने सोच छ नेपालमा केही गर्ने सोच छ त्यसैले अब मेरो भ्लगमा सब्सक्राइब गरिदिनु होला राम्रोसँग अनि त्यसपछि अनि अरू के भन्ने हो तपाईँहरू आफ्नो ख्याल राख्नु होला जति मेरा सब्सक्राइबर्स छन् कमै छन् आजकल अब बढाइदिनु सब्सक्राइब गरिदिनु लाइक गरौँ सब्सक्राइब गरौँ सबै गरौँ सो बाई बाई
बिक्की ब्लगलाई चाहिँ नभुल्नु होला। सो बाई एभ्रीवन। सरप्राइज दिनेछु त्यसलाई, जस्तो विदेशबाट आउँछ नि त्यस्तै, तर कोहीलाई भन्दैन, ज्वाइँलाई पनि भन्दैन, बहिनीलाई पनि भन्दैन कतिखेर आउँछु भनेर, तर एउटा दामी उ दिन्छु, के गरे सरप्राइज दिनेछु। अनि हामी चाहिँ यहाँ बाटोमा छौँ, हिँड्दै जानु लाग्छौँ, गाडी नभएर गाडी साथी लिएर। अनि त्यसैले गर्दा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हेभ अ स्विट ड्रिम्स। बाई बाई एभ्रीवन।